हेलो गाइजहरू, दिस इज सिमीकोट हुम्ला। ओके, यो चाहिँ एयरपोर्टपट्टिको भ्यू छ, भ्यू रहन्छ। यो चाहिँ एयरपोर्ट ठेक्कै। एरिया चाहिँ खासै ठुलो छैन, एरिया चाहिँ सानै छ। एरियाको भ्यू हेर्नु होला। यो चाहिँ सिमीकोट एरिया। लुक्ला जस्तै छ, लुक्ला जस्तो सानो एरिया छ, त्यति ठुलो पनि छैन। यो चाहिँ एयरपोर्ट। यो चाहिँ एयरपोर्टपट्टिको यता पछाडिपट्टिको भ्यू छ। उता माथि चाहिँ यो चाहिँ आर्मी क्याम्प छ यो। अनि फेरि यो चाहिँ सेतो हिमाल छ यहाँ। ओके, हजुरहरू सिमीकोटको भ्यू हेर्दै हुनुहुन्छ, हुम्ला सिमीकोट। अब हजुरहरू यहाँ चाहिँ कहिले आए पनि हजुरहरू चाहिँ यहाँ बस्न सक्नुहुन्छ। यो चाहिँ होटेल कैलाश एयरपोर्टको ठेक्कै पछाडि छ हैन। होटेल चाहिँ राम्रै रहन्छ, सुविधाहरू एकदम यहाँको राम्रो छ। अनि मान्छे पनि यहाँको साउसाउनी लामा हुनुहुन्छ, मान्छे चाहिँ राम्रो हुनुहुन्छ हैन। सुविधाहरू अलिक यहाँ राम्रै पाउनुहुन्छ। ओके, होटेल कैलाश। अब अलिकति भित्र गएर भ्यू हेरौँला। सेब पनि फल्दैछ, अलि लास्टमा हेरौँ ल। सेब पनि फल्दैछ। यो बन्दाकोपी यहाँ मुनि हुँदैछ, बन्दाकोपीहरू। सेबको सिजन अब छैन, लास्टको बेला भएछ। त्यही भएर अब 3-4वटा 5वटा रुखमै छ, नत्र रुखमा त टन्नै हुन्छ। भ्यू चाहिँ एकदम यहाँबाट होटेलबाटै तपाईँहरू भ्यू चाहिँ राम्रो हेर्न सक्नुहुन्छ। होटेलबाट राम्रो भ्यू आउँछ। ओके, टुरिस्टहरू पनि यहाँ आउँछ, टुरिस्ट। ओके, होटेल, यो चाहिँ होटेल छ। ओके, अनि साउसाउने चाहिँ यहाँ बस्नुहुन्छ होइन। उहाँको किचन अनि घर चाहिँ यो छ साउसाउनेको होइन। होटेल चाहिँ यो छ। खासै रुम त छैन, 10वटा जति रुम छ होइन। रुम हजुरहरूलाई त्यो अलिकति भित्रको रुम भ्यू हेरौँ ल। होटेलको माथिबाट भ्यू हेर्नु, होटेलको माथिबाट भ्यू पनि राम्रै आउँछ होइन। 1 फ्लोर मात्रै छ अहिले उहाँको। टुरिस्टहरू पनि यहाँ बस्छ आएर होइन, टुरिस्ट खोइरेहरू पनि। अलिक भित्रको भ्यू हेर्नु होला। यस्तो रहन्छ भित्रको भ्यू। एटेच पनि छ, नन एटेच पनि रुम छ। म त यसमा बसिरहेको छु, मेरो यो रुम छ गाइस। ओके गाइस, यहाँ पनि तपाईँ बस्न सक्नुहुन्छ बिहानी घाम सेक्नलाई। यो चाहिँ होटेलको सिडी छ, माथि आउनुलाई, मुनि झर्नुलाई। ओके, यता पनि बाहिरतिर वासरुम पनि छ। यहाँ चाहिँ जतिखेर तातो पानी पाउन सक्नुहुन्छ। उहाँको किचन चाहिँ यहाँ छ होइन, उहाँको किचन छ। ओके, यो चाहिँ फेरि उहाँको डाइनिङ एरिया छ। यहाँ बसेर तपाईँ बस्न सक्नुहुन्छ, खाना खान सक्नुहुन्छ, उहाँको डाइनिङ एरिया। ओके, डाइनिङ एरिया पनि राम्रै रहन्छ गाइस।
यस्तो विकट ठाउँमा त यति त मैले त ठिकै लाग्छ। अब हजुरहरूलाई फेरि किनकि यो धेरै विकट ठाउँ छ, सबै सामान प्लेनबाट झार्नुपर्छ, नत्र खच्चरबाट लाउनुहुन्छ। ओके, यहाँ चाहिँ होटलको साउ हुनुहुन्छ है, हजुरको नेम? ओके, यहाँ आएपछि यदि तपाईँहरूको सेवा यही दाइ हुनुहुन्छ, एकदम राम्रो दाइ हुनुहुन्छ। धन्यवाद। यति नै छ गाइस, तर मान्छे चाहिँ राम्रो रहन्छ। एउटा सेफ्टी पाउला कि गाइस, एउटा सेफ टिप्नु पर्ला गाइस जस्तो लाग्छ। अलिक माथि नै छ, खोइ एउटा चेयर लगाउनु पर्छ कि यहाँ छ। बिस्तारै दाइ। हजुर हजुर तातो बिस्तारै। यो सेफ टिप्नुलाई एउटा कुर्सी लिएर आएको। इट्टा छ ल, कुर्सी लगाए पनि पुगेन कि दाइ गाइस, टिपेरै छोड्छु गाइस। हजुरहरूको अगाडि नै टिप्छु है। ल कहाँ आइरहेको छु? सेफ तर गाइसको अगाडि टिप्छु। हो टिप्न पायो है गाइस। ओके, ल बाई गाइस। ल भर्खर सुकबाट सेफ टिपेको। बाई गाइस।